जय मसी सालोम, तपाईँहरूलाई स्वागत गर्दछौँ फेरि पनि हाम्रो पोडकास्ट याहवेको आत्मा तपाईँहरूलाई स्वागत गर्दछ। हाम्रो आजको श्रृङ्खला तेस्रो श्रृङ्खला छ हाम्रो। आज फेरि पनि तपाईँहरूलाई स्वागत गर्दछौँ। आजको विषयवस्तु चाहिँ यस्तो रहेको छ, जुन विषयवस्तुले चाहिँ तपाईँको जीवनमा चाहिँ परिवर्तन अवश्य ल्याउनेछ, म विश्वास गर्दछु। अनि यो विषयवस्तु चाहिँ के हो भन्दाखेरिमा तपाईँको र मेरो जीवनको उद्देश्य, तपाईँको र मेरो जीवनको गन्तव्य चाहिँ के हो भन्ने कुरा चाहिँ छ। अनि यो गन्तव्य अथवा उद्देश्य कुरा चाहिँ नि हाम्रो सफलताको खाँबाहरूमध्येको दोस्रो खाँबामा चाहिँ नि हामीले राखेका छौँ। अनि यो कुरा चाहिँ नि के हो भन्दाखेरिमा चाहिँ नि तपाईँको र मेरो जीवनको उद्देश्य चाहिँ के हो त, आज तपाईँ र मैले चाहिँ नि भेटाउनेछौँ यो श्रृङ्खलामा। हुन्छ, हामी सबैभन्दा पहिला चाहिँ प्रार्थनाद्वारा चाहिँ यो श्रृङ्खला सुरु गर्नेछौँ। आउनुहोस् प्रार्थना गरौँ अनि परमेश्वरको उपस्थितिलाई खोजौँ। प्रभु परमेश्वर, म प्रार्थना गर्दछु आजको यस दिनको लागि अनि यस सेवाको लागि प्रभु तपाईँको उपस्थिति, तपाईँको अनुग्रह हाम्रो जीवन राखिदिनुहोस्। प्रभु, हामीलाई यो श्रृङ्खलामा हाम्रो उद्देश्य चाहिँ के हो भन्ने कुरा चाहिँ तपाईँले देखाइदिनुहोस्। हाम्रो नियति, तपाईँले राखिदिनु भएको नियति अनि उद्देश्य अनि लक्ष्य चाहिँ के हो परमेश्वर, तपाईँले हामीलाई देखाइदिनुहोस्। परमेश्वर, तपाईँको अनुग्रह, तपाईँको कृपा हाम्रो माथि राखिदिनुहोस् प्रभु। अनि जो पनि सुन्छन्, जतिले पनि सुन्छन् अनि हेर्छन् प्रभु, उनीहरूको जीवनमा तपाईँले हलचल लिएर आउनुहोस् प्रभु। यो सेवाबाट प्रभु तपाईँको महिमा होस्, तपाईँको प्रशंसा होस् प्रभु परमेश्वर। आजको दिन तपाईँको हातमा राख्छु प्रभु। अनि तपाईँको आत्माले जे बोल्नुहुन्छ प्रभु, तपाईँको मण्डलीले त्यो सुन्नुहोस् प्रभु। हे परमेश्वर, धन्यवाद, तपाईँलाई महिमा आराधना प्रशंसा होस् यीशु प्रभुको नाममा, आमेन। हुन्छ, हामी सुरु गर्नेछौँ। तपाईँको र मेरो जीवनको उद्देश्य चाहिँ के हो? तपाईँले र मैले चाहिँ नि उद्देश्य राखेका छौँ कि छैनौँ? अब इङ्ग्लिसमा चाहिँ यसलाई चाहिँ के भन्छ भन्दाखेरि गोल। वाट इज योर गोल इन योर लाइफ? अनि यो कुराले चाहिँ एकदम तपाईँको र मेरो जीवनमा एकदम ठुलो फरक पार्दछ। तपाईँको र मेरो जीवनमा चाहिँ नि योजना अथवा तपाईँको मेरो जीवन चाहिँ प्लान, तपाईँले के प्लान गर्नुभएको छ तपाईँको जीवनमा चाहिँ नि के उद्देश्य छ तपाईँको र मेरो जीवनमा चाहिँ नि, त्यो कुराले चाहिँ एकदम महत्त्वपूर्ण भूमिका खेल्छ तपाईँको र मेरो जीवनमा। कसरी चाहिँ तपाईँ र म चाहिँ जिउँछौँ, कसरी चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ नि हिँड्छौँ। अनि कसैले भन्दछ, दोज हु नोज दायर गोल विल फाइन्ड दायर वे। अनि भन्नुको अर्थ चाहिँ के हुन्छ, जसले चाहिँ नि उसको जीवनको उद्देश्य, उसको जीवनको लक्ष्य चाहिँ थाहा पाउँछ, त्यसले चाहिँ एउटा बाटो चाहिँ भेटाउँछ भनेर चाहिँ भनिएको छ। अनि अर्को कसैले भन्दैछ, द वे इज द गोल, बाटो नै उसको उद्देश्य हो भनेर चाहिँ भनेको छ। अनि यो उद्देश्य अथवा यो गोल पुरा हुनुको लागि चाहिँ के हुन्छ भने, इभन द लङ्गेस्ट जर्नी बिगिन्स विथ अ सिङ्गल स्टेप्स। लामो यात्रा पनि एउटा सानो पाइलाद्वारा नै पुरा हुन्छ चाहिँ भनिएको छ। त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि प्रिय हो, तपाईँको र मेरो जीवनमा चाहिँ एउटा उद्देश्य राख्नु चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ। एउटा गोल हुनु चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ। जब तपाईँको मेरो जीवनमा कुनै उद्देश्य तपाईँको मेरो जीवन अगाडि राख्छौँ, तब चाहिँ तपाईँको मेरो जीवनमा चाहिँ नि त्यो उद्देश्य चाहिँ अवश्य पुरा हुन्छ। तपाईँ र म चाहिँ एउटा भिक्टोरियस लाइफ चाहिँ नि विजय जीवन चाहिँ जिउन सक्छौँ। अब आउनुहोस्, त्यो उद्देश्य चाहिँ के हो भनेर चाहिँ हामी चाहिँ नि अनुसन्धान गरौँ परमेश्वरको वचनमा चाहिँ के लेखिएको छ। अनि कसैले भन्दछ, द ग्रेटेस्ट ट्रेजेडी इन द लाइफ इज नट डेथ। तपाईँको मेरो जीवनमा सबैभन्दा एकदम निरस्ता ट्रेजेडी चाहिँ तपाईँको मेरो जीवनमा चाहिँ मृत्यु होइन कि तपाईँको मेरो जीवनमा चाहिँ उद्देश्य नपाउनु, उद्देश्य नभेटाउनु चाहिँ नि, उद्देश्य बिना जिउनु चाहिँ नि, त्यो चाहिँ नि सबभन्दा ट्रेजेडी, एकदम निराशपूर्ण कुरा चाहिँ हो भनेर चाहिँ कसैले भनेको छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ तपाईँको मेरो जीवनमा चाहिँ के हो भन्दाखेरिमा चाहिँ नि, तपाईँको मेरो जीवनमा चाहिँ नि उद्देश्य, लक्ष्य भेटाउनु चाहिँ नि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ नि हो भनेर चाहिँ मलाई चाहिँ कसैले चाहिँ नि भनेको थियो। अनि सिम्पल साधारण कुरामा चाहिँ नि उद्देश्य अथवा लक्ष्य भन्ने कुरा चाहिँ कुनै पनि कुराको पछाडि चाहिँ तपाईँले प्रश्नवाचक गर्नु चाहिँ नि, प्रश्न चिन्ह गर्नु चाहिँ त्यो चाहिँ नि उद्देश्य हो। तपाईँले चाहिँ त्यो कुरा चाहिँ नि किन गर्नु हुँदैछ
मैले चाहिँ यो कुरा चाहिँ किन गर्दैछु, मैले चाहिँ यो सेवा चाहिँ किन सुरु गर्छु, त्यसको पछाडि चाहिँ नि किन भन्ने कुरा चाहिँ नि प्रश्न गर्नु चाहिँ नि त्यो नै उद्देश्य हो भनेर चाहिँ कसैले भनिएको छ। त्यसको अर्थ चाहिँ नि अनि अर्को कुरा चाहिँ नि उद्देश्य बिना चाहिँ नि कुनै पनि कुराको चाहिँ नि तपाईँले चाहिँ नि एक्सपेरिमेन्ट मात्रै गर्नुहुन्छ, त्यो कुरा चाहिँ तपाईँले गर्नु मात्रै हुन्छ, त्यो कुराको चाहिँ नि कुनै उद्देश्य नै हुँदैन। अनि अर्को कुरा चाहिँ नि विदाउट पर्पोज एक्सन ह्याभ नो मिनिङ, कुनै पनि उद्देश्य तपाईँको मेरो जीवनमा छैन भने चाहिँ नि तपाईँले मैले गरेको कुरा चाहिँ व्यर्थ हुन्छ। तपाईँले मैले चाहिँ नि त्यो कुरामा चाहिँ नि एनर्जी र टाइम, समय र तपाईँको मेरो बल चाहिँ यत्तिकै खर्च गरिरहेको हुन्छौँ, त्यो चाहिँ नि व्यर्थ नै हुन्छ प्रिय हो। त्यो भएको कारणले चाहिँ तपाईँको मेरो जीवनमा चाहिँ नि एउटा उद्देश्य राख्नु चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ प्रिय हो। अनि उद्देश्य अथवा लक्ष्य हुनु भनेको चाहिँ नि तपाईँले र मैले कुनै पनि कुरालाई चाहिँ नि पहिलेदेखि पर्पस इज द प्रिडिटरमाइन्ड, उद्देश्य राख्नु भनेको चाहिँ नि पहिले तपाईँले र मैले चाहिँ पूर्व निर्धारण गर्नु चाहिँ नि पर्पस हुनु, अनि त्यसले चाहिँ नि तपाईँको मेरो जीवनमा उद्देश्यले चाहिँ नि निर्धारण गर्छ। जब तपाईँ र मैले चाहिँ नि कुनै पनि कुरालाई चाहिँ नि पहिल्यै अगाडि नै पूर्व निर्धारित गर्छौँ, त्यसले चाहिँ नि तपाईँको मेरो जीवनमा फरक पार्दछ। तपाईँलाई थाहा छ परमेश्वरले तपाईँको जीवनमा र मेरो जीवनमा चाहिँ नि कुन चाहिँ लक्ष्य, कुन चाहिँ उद्देश्य, कुन चाहिँ नियति राखिदिनु भएको छ। अनि यिर्मिया 29:11 चाहिँ के भनेको छ, मलाई निश्चय नै थाहा छ मैले चाहिँ तिम्रो जीवनमा चाहिँ नि एउटा ठुलो योजना राखेको छु, अनि त्यो योजना चाहिँ तिम्रो बिगारको लागि होइन, तिम्रो नराम्रोको लागि होइन, तिम्रो सुधारको लागि, तिमीलाई आशा दिनुको लागि भनेर चाहिँ परमेश्वरले चाहिँ तपाईँको मेरो जीवनमा चाहिँ नि भन्नुभएको छ प्रिय हो। अनि त्यसैले चाहिँ नि जब तपाईँले र मैले चाहिँ नि हाम्रो जीवनमा एउटा उद्देश्य राख्छौँ, त्यो कुराले चाहिँ तपाईँको मेरो जीवनमा ठुलो प्रभाव पार्छ, ठुलो परिवर्तन लिएर आउँछ। अनि जब तपाईँ र म चाहिँ तपाईँको मेरो जीवनमा उद्देश्य अनि लक्ष्य राख्छौँ, तब चाहिँ तपाईँको मेरो जीवनमा चाहिँ नि सफलता, तब चाहिँ तपाईँको मेरो जीवनमा चाहिँ नि विजयी जीवन चाहिँ नि सुरु हुन्छ प्रिय हो। अब संसारले चाहिँ नि उद्देश्यलाई चाहिँ नि अथवा पर्पोज अथवा गोललाई चाहिँ नि के भन्छ भन्दाखेरिमा चाहिँ नि मानिसले चाहिँ नि उद्देश्य चाहिँ नि 3 तरिकाले भेटाउँछ अरे पत्ता लगाउँछ अरे भन्दा चाहिँ नि पहिलो कुरा चाहिँ के भन्दाखेरिमा चाहिँ नि भ्याल्यु ओरिएन्टेड, कुनै पनि महत्त्व कुरामा चाहिँ आधारित हुनु। तपाईँलाई चाहिँ नि जुन कुरा चाहिँ नि महत्त्व लाग्छ त्यो कुरा चाहिँ नि त्यही कुरामा चाहिँ तपाईँ जिउनुहुन्छ भन्नुको अर्थ तपाईँलाई कुनै पनि कुरा गर्नुलाई चाहिँ नि महत्त्वपूर्ण लाग्छ। जस्तै तपाईँलाई चाहिँ नि खाना पकाउनु महत्त्वपूर्ण लाग्छ भने चाहिँ नि त्यो खानाको कुरा मात्रै तपाईँले चाहिँ त्यो कुराको बारेमा चाहिँ मात्रै तपाईँ चाहिँ नि हेर्नुहुन्छ, गर्नुहुन्छ, खोज्नुहुन्छ, अनुसन्धान गर्नुहुन्छ, त्यो कुरालाई मात्रै तपाईँ जिउनुहुन्छ होइन। अनि अर्को कुरा चाहिँ तपाईँ चाहिँ नि भिजन ओरिएन्टेड, वाट इज रियली इम्पोर्टेन्ट टु मी, तपाईँको भिजन चाहिँ के हो, यो चाहिँ अलिकति नराम्रो होइन, यो चाहिँ एकदम राम्रै हो, किनकि परमेश्वरको वचनले नि भन्दछ तपाईँ र म चाहिँ भिजन ओरिएन्टेड दर्शन भएर चाहिँ जिउनुपर्छ। किनकि परमेश्वरको वचनले हितोपदेश 29:18 चाहिँ के लेखेको छ भन्दा यदि कुनै पनि ठाउँमा चाहिँ नि भिजन अथवा दर्शन छैन त्यो जाति चाहिँ नि छरपष्ट हुन्छ भनेको छ। त्यसको अर्थ चाहिँ नि परमेश्वरले चाहिँ नि हबकुक 2:2 चाहिँ के भनेको छ भन्दाखेरिमा हबकुकलाई चाहिँ नि यो दर्शन चाहिँ लेख, अनि जसले चाहिँ आफ्नो दर्शनलाई पक्रेर हिँड्छ त्यसले चाहिँ अवश्य पनि जीवनमा चाहिँ सफलता पाउँछ, त्यसको चाहिँ जीवनमा चाहिँ चल्छ भनेको छ परमेश्वरको वचनले चाहिँ नि। त्यसको अर्थ चाहिँ नि तपाईँको र मेरो जीवनमा चाहिँ एउटा भिजन, एउटा उद्देश्य, एउटा पर्पोज चाहिँ नि राख्नुपर्ने एकदम महत्त्वपूर्ण हुन्छ प्रिय हो। म चाहिँ तपाईँलाई के हौसला दिन्छु भन्दाखेरिमा आज परमेश्वरको वचनबाट चाहिँ नि तपाईँ चाहिँ नि अबको 5 वर्षमा चाहिँ के गर्न चाहनुहुन्छ, अबको 10 वर्षमा के हुन चाहनुहुन्छ, के बन्न चाहनुहुन्छ, कसरी तपाईँको सेवाकाई चलोस् भन्ने चाहनुहुन्छ, कसरी तपाईँको जीवन चाहिँ कहाँ पुगोस् भन्ने चाहनुहुन्छ, तपाईँ चाहिँ कस्तो तपाईँको वैवाहिक सम्बन्ध चाहिँ कस्तो भएको चाहनुहुन्छ, तपाईँको छोराछोरी कस्तो भएको हुन चाहनुहुन्छ, त्यसले चाहिँ के कुरालाई चाहिँ निर्धारित गर्छ भने तपाईँको भिजन, तपाईँको दर्शन, तपाईँ चाहिँ कुन ठाउँमा जानुहुँदैछ, तपाईँ चाहिँ के गर्न चाहनुहुँदैछ, तपाईँको जीवन चाहिँ नि भविष्यमा चाहिँ कस्तो देखिएको चाहनुहुन्छ, अहिले तपाईँले राखेको
पर्पज अथवा तपाईँको उद्देश्य अथवा लक्ष्यले चाहिँ निर्धारित गर्छ प्रिय हो। म चाहिँ तपाईँहरूलाई चाहिँ त्यो हौसला चाहिँ के दिन्छ भने तपाईँ दर्शन राख्नुहोस् प्रिय हो। तपाईँको जीवनमा एउटा भिजन राख्नुहोस्, तब चाहिँ तपाईँको मेरो जीवनमा चाहिँ नि सफलता अवश्य पनि आउनेछ। अनि अर्को कुरा चाहिँ संसारले के भन्छ भन्दाखेरिमा तेस्रो कुरा चाहिँ प्रब्लम ओरिएन्टेड, समस्या आधारित जिउनु। अब मान्छेले चाहिँ के भन्छ नि, मलाई मेरो जीवनमा यो समस्या छ, त्यो समस्या, म चाहिँ यसलाई सल्भ गर्छु अनि यो कुरा सल्भ गर्छु भनेर चाहिँ जिउँछन्। अब सब जति जहिले पनि मान्छे चाहिँ समस्यामै ओरिएन्टेड हुन्छ, समस्यामै निर्धारित हुन्छ, फिक्स भएको हुन्छ मान्छे चाहिँ नि। त्यो कुरालाई मात्रै देखेको हुन्छ, अरू कुरा चाहिँ देख्दैन, समस्या मात्रै जहाँ पनि जान्छ समस्यै देख्छ। म चाहिँ त्यो कुरा चाहिँ नि सही भन्न सक्दिनँ, किनकि परमेश्वरले तपाईँको मेरो जीवनमा चाहिँ नि अझै त्योभन्दा ठुलो कुरा राख्दैन। जहिले पनि परमेश्वरले समस्या देख्नु, जहिले पनि तपाईँको जीवनमा परमेश्वरले चाहिँ नि नराम्रो कुरा मात्र देख्नु, किनकि परमेश्वरको वचनले चाहिँ नि हामीलाई चाहिँ के भनेको छ भन्दाखेरिमा चाहिँ नि तपाईँको र मेरो उद्देश्य चाहिँ नि परमेश्वरको महिमा गर्नु हो। किनकि यशाया 43:21 चाहिँ के भनेको छ भन्दाखेरिमा परमेश्वरले तपाईँलाई र मलाई चाहिँ नि उहाँको महिमाको लागि बनाउनु भएको प्रिय हो। अनि जब तपाईँले परमेश्वरले चाहिँ तपाईँलाई मलाई चाहिँ नि उहाँको महिमाको लागि बनाउनुहुन्छ, उहाँले चाहिँ तपाईँको र मेरो चाहिँ साँचो आराधना चाहनुहुन्छ प्रिय हो। यूहन्ना 4:24 त्यही भनिएको छ, प्रभु यीशु चाहिँ नि साँचो आराधकलाई चाहिँ खोज्न आउनुभएको हो। परमेश्वर पिताले साँचो आराधकलाई नै खोज्नुहुन्छ, जसले चाहिँ उहाँलाई चाहिँ आत्मा र सत्यतामा आराधना गर्छ। अनि अर्को कुरा चाहिँ परमेश्वरले तपाईँ र मेरो जीवनमा के उद्देश्य चाहिँ राखिदिनु भएको छ भन्दा के कुरा चाहिँ उहाँले चाहिँ पहिल्यै निर्धारित पूर्व निर्धारित गर्नुभएको छ भन्दा तपाईँको र मेरो जीवन चाहिँ पवित्रतामा जिउनु चाहिँ उहाँले चाहिँ निर्धारित गर्नुभएको छ। किनकि तपाईँले जब एफएससी 1:4 पढ्नुहुन्छ, परमेश्वरले संसार सुरु हुनुभन्दा अगाडि नै उहाँले चाहिँ हामीलाई चाहिँ नि पवित्र हुनुलाई चाहिँ नि प्रेममा उहाँले चाहिँ हामीलाई पहिले बोलाहट दिनुभएको छ। तपाईँको मेरो जीवनको उद्देश्य चाहिँ नि त्यो हुनुपर्छ प्रिय, पवित्रतामा जिउनु, प्रेममा। अनि अर्को कुरा चाहिँ के छ भने तपाईँको मेरो जीवनको उद्देश्य, तपाईँको मेरो जीवनको लक्ष्य चाहिँ परमेश्वरले के देखाउनु दिनुभएको छ भन्दाखेरिमा तपाईँ र मैले चाहिँ परमेश्वरलाई चिन्नु। कसै एउटा लेखक सिङ्गरले चाहिँ नि गायकले चाहिँ नि एउटा के लेख्नु भएको छ, मेरो जीवनको सबैभन्दा ठुलो उद्देश्य चाहिँ के हो भन्दाखेरिमा परमेश्वरलाई चिन्नु नै मेरो सबभन्दा ठुलो जीवनको लक्ष्य हो। प्रिय, जब तपाईँ र मैले चाहिँ परमेश्वरलाई जब चिन्छौँ तब चाहिँ तपाईँको मेरो जीवनको चाहिँ नियति चाहिँ तपाईँको मेरो जीवनको उद्देश्य चाहिँ त्यति बेला थाहा पाउँछ जब तपाईँ र मैले चाहिँ नि परमेश्वरलाई चिन्न थाल्छौँ। त्यो चाहिँ तपाईँको मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ त्यो चाहिँ राख्नुहोस्, परमेश्वरलाई चिन्नु। अनि रोमी 8:29 के लेखेको छ भने परमेश्वरले तपाईँ र मलाई चाहिँ नि उहाँको आफ्नै इमेजमा बनाउनु, आफ्नै स्वरूपमा बनाउनु भयो ताकि तपाईँ र म चाहिँ नि प्रभु यीशु जस्तै हुन सकौँ भनेर चाहिँ परमेश्वरको वचनले रोमी 8:29 भनेको छ। त्यही भएर प्रिय, म तपाईँलाई के हौसला दिन्छु भने तपाईँको मेरो जीवनको सबैभन्दा ठुलो, सबैभन्दा एकदम महत्त्वपूर्ण उद्देश्य, लक्ष्य अनि नियति चाहिँ के हो भन्दाखेरिमा चाहिँ नि परमेश्वरलाई चिन्नु, उहाँको पुत्र प्रभु यीशु जस्तै हुनु। त्यो चाहिँ तपाईँको मैले चाहिँ नि उद्देश्य राख्नुपर्ने हुन्छ। अनि अर्को कुरा चाहिँ तपाईँलाई लाग्छ होला, सोम भाइ अब खै यस्तो त भन्नुभयो, एकदम दिनुभयो कुरा, त हाम्रो जीवन चाहिँ कसरी चाहिँ लागु गर्ने भन्नुहुन्छ होला। अब हाम्रो जीवनमा, दैनिकै जीवनमा तपाईँले कस्तो गर्न सक्नुहुन्छ, तपाईँले सानो सानो बानी हुन्छ तपाईँको मेरो जीवनमा, जुन कुराले तपाईँको ठुलो कुरा चाहिँ पुरा गर्छ। जस्तै तपाईँले र मैले चाहिँ एउटा सगरमाथाको टुप्पामा पुग्ने उद्देश्य अथवा इच्छा गर्नुहुन्छ। अब त्यो इच्छा पुरा गर्नुलाई के गर्नुपर्छ, तपाईँ र म चाहिँ नि हरेक दिन चाहिँ नि हिँड्नुपर्ने हुन्छ। त्यसको अर्थ तपाईँ र मेरो जीवनमा चाहिँ तपाईँले चाहिँ यदि तपाईँ साँचो बाइबल शिक्षक बन्न चाहनुहुन्छ भने अब शिक्षकको बारेमा चाहिँ पढ्नुहोस्, शिक्षकको बाइबल पढ्नुहोस् प्रत्येक दिन। यदि तपाईँको मेरो जीवनमा उद्देश्य छ भने, बाइबल सबै पढेर सक्न चाहनुहुन्छ भने, अब 1 वर्षमा तपाईँले एउटा उद्देश्य राख्नुभयो, लक्ष्य राख्नुभयो, म पढेर सक्छु भनेर। अब तपाईँले चाहिँ हरेक दिन चाहिँ पढेर पल्टाउनु पऱ्यो। यदि तपाईँले पढ्नु भएन भने तपाईँको लक्ष्यमा पुग्न सक्नु हुँदैन। त्यसै गरी तपाईँको र मेरो जीवनमा यदि तपाईँले एउटा लक्ष्य राख्नुभएको छ भने, कुनै डेस्टिनेसन, कुनै पनि गन्तव्यमा पुग्नुलाई तपाईँले त्यो लक्ष्य राख्नुभएको छ, त्यो लक्ष्यमा पुग्नुको लागि तपाईँ हिँड्नुपर्ने हुन्छ, तपाईँले त्यो कुरा गर्नुपर्ने हुन्छ। त्यसरी नै
यदि तपाईँको उद्देश्य परमेश्वरलाई चिन्नु छ भने, यीशु जस्तै हुनु छ भने उहाँको उपस्थितिमा आउनुहोस्, उहाँलाई आराधना गर्नुहोस्, उहाँले चाहेअनुसार जीवन बिताउनुहोस्। तब चाहिँ तपाईँको मेरो जीवन चाहिँ नि यीशु प्रभु जस्तै हुन्छ। अनि म चाहिँ तपाईँलाई प्रश्न चाहिँ के गर्न चाहन्छु, तपाईँको बानी अनि तपाईँको ह्याबिट चाहिँ के छ तपाईँको जीवनमा चाहिँ नि, कुन ह्याबिटले तपाईँलाई चाहिँ नि निर्धारित गरेको छ तपाईँको हरेक दिनको समय चाहिँ नि, त्यो कुरालाई चाहिँ एकदम ठुलो फरक पार्छ। यदि तपाईँको डेस्टिनेसनमा, तपाईँको लक्ष्यमा, तपाईँको गन्तव्यमा पुग्नु भएको छ कि छैन भनेर चाहिँ त्यो कुराले चाहिँ ठुलो निर्धारित गर्छ। अनि अर्को कुरा चाहिँ नि बाइबलले के भन्दछ भन्दाखेरिमा, तपाईँले र मैले चाहिँ हाम्रो पुरानो बानी बेहोरा चाहिँ सबै त्यागेर चाहिँ नयाँ बानी बेहोरा चाहिँ नि हुनुपर्छ भने चाहिँ एफएससी 4:20-24 चाहिँ भनेको छ प्रियो। त्यो कुराले चाहिँ तपाईँको जीवनमा चाहिँ नि ठुलो फरक पार्दछ। प्रश्न चाहिँ के छ भन्दाखेरि तपाईँ र म चाहिँ कुन जीवनमा चाहिँ जिइरहेको छौँ, पहिलाकै पुरानो जीवनमा जिइरहेका छौँ कि नयाँ जीवनमा जिइरहेका छौँ, नयाँ। अनि त्यो कुराले चाहिँ ठुलो फरक पार्दछ तपाईँको मेरो जीवनमा। अनि अर्को कुरा चाहिँ नि हामीले चाहिँ एकअर्कालाई चाहिँ प्रेम गर्नुपर्छ। पहिलो यूहन्ना 4:12 चाहिँ के भनेको छ नि, परमेश्वरको प्रेमले चाहिँ नि एकअर्कालाई प्रेम गर भनेर भनेको छ। त्यहाँ चाहिँ के लेखेको छ भने अगापे प्रेम, कुनै के भन्छ त्यसलाई चाहिँ नि, त्यो हृदयमा नराम्रो कुरा नराखेर प्रेम गर्ने, कुनै पनि स्वार्थपना नभएको प्रेम, त्यो प्रेमलाई चाहिँ अगापे प्रेम भन्छ प्रियो। जस्तो सुकै अवस्थामा तपाईँले प्रेम गर्ने, त्यो कुराले चाहिँ नि प्रभाव पार्छ। अनि प्रश्न चाहिँ के छ भन्दाखेरि तपाईँलाई चाहिँ नि, के तपाईँले तिनीहरूलाई मात्र प्रेम गर्नुहुन्छ जसले चाहिँ तपाईँलाई प्रेम गर्छ, जसले चाहिँ तपाईँलाई बोलाउँछ उससँग मात्रै तपाईँ बोल्नुहुन्छ? भन्नुको अर्थ के तपाईँले तपाईँको शत्रुहरूलाई प्रेम गर्नुहुन्छ, तपाईँलाई सताउनेहरूलाई प्रेम गर्नुहुन्छ, तपाईँको विरुद्धमा बोल्नेहरूलाई प्रेम गर्नुहुन्छ, तपाईँको बारेमा नराम्रो भन्ने मानिसहरूलाई प्रेम गर्नुहुन्छ? त्यो प्रश्न चाहिँ यो छ प्रियो। त्यो कुराले तपाईँको उद्देश्यमा, तपाईँको अन्तिम डेस्टिनेसनमा पुर्याउने चाहिँ कुरा चाहिँ भूमिका खेल्दछ प्रियो। यदि तपाईँको मेरो जीवनमा हरेक दिन तपाईँ चाहिँ नि, तपाईँ र म चाहिँ नि उनीहरूलाई प्रेम गर्छ, उनीहरूको बारेमा उनीहरूलाई प्रार्थना गर्छ जसले तपाईँको मलाई चाहिँ नि घृणा गर्छ, तपाईँको मेरोमा चाहिँ नराम्रो कुरा बोल्छ, कुरा काट्दै हिँड्छ प्रियो, त्यहाँ चाहिँ फरक हुन्छ कि तपाईँ र मैले चाहिँ नि परमेश्वरको उद्देश्य अनुसार जिउँछौँ कि जिउँदैन भनेर चाहिँ नि। अनि अर्को कुरा चाहिँ नि के छ भन्दाखेरिमा, जस्तो सुकै अवस्थामा पनि परमेश्वरको वचन प्रचार गर्नु, परमेश्वरको वचनमा चाहिँ फेथफुल हुनु, विश्वासयोग्य हुनु, समस्या हुँदा पनि विश्वासयोग्य हुनु। 2 तिमोथी 4:1-5 त्यही भनेको छ, जस्तोसुकै कुरामा पनि तिमी विश्वासयोग्य हौ भनेर परमेश्वरको वचनले भन्दछ। परमेश्वरको वचन प्रचार गर, तिम्रो जीवनबाट प्रचार गर भनेर परमेश्वरको वचनले भन्दछ प्रियो। अनि प्रश्न चाहिँ के छ भने तपाईँको मेरो जीवनमा चाहिँ नि, के तपाईँ विश्वासयोग्य जिउनु भएको छ हरेक समयमा पनि, कि तपाईँ सम्झौताको जीवन जिइरहनु भएको छ? एकदम सम्झौता गर्ने, परमेश्वरले मलाई क्षमा गर्नुहुन्छ, परमेश्वर एकदम दयालु हुनुहुन्छ भनेर तपाईँ सम्झौताको जीवन जिइरहनु भएको छ कि तपाईँ परमेश्वरको उद्देश्य अनुसार एकदम विश्वासयोग्य हुनुभएको छ? त्यो कुरा चाहिँ एकदम फरक पार्दछ प्रियो। तपाईँ उहाँको उद्देश्य अनुसार जिउनु भएको छ कि छैन भनेर। यदि छैन भने तपाईँलाई अझै पनि परमेश्वरले बोलाउनुहुन्छ, प्रस्ताव गर्नुहोस्, उहाँको चरणमा आउनुहोस्, किनकि परमप्रभु परमेश्वरले तपाईँलाई क्षमा दिनुहुन्छ नि। उहाँको हात चाहिँ नि सदा सर्वदा तपाईँको लागि खुल्ला छ प्रियो। एक दिन यस्तो समय आउँछ, यो समय चाहिँ नि उहाँको अनुग्रहको समय चाहिँ नि जानेछ, सकिनेछ प्रियो। म तपाईँलाई चाहिँ नि त्यो सल्लाह दिँदछु। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरिमा चाहिँ नि, तपाईँको र मेरो जीवनमा चाहिँ नि त्यो उद्देश्यसम्म पुग्नु चाहिँ नि एउटा यात्रा हुन्छ। त्यो यात्रामा चाहिँ नि बाटो हुन्छ, अनि बाटोमा हिँड्दै गर्दा चाहिँ मान्छे लड्छ। अनि कसैले भन्दै थियो, एउटा गीत रहेछ नेपालीमा, हिँड्ने मान्छे चाहिँ लड्छ अरे हो। यदि तपाईँ हिँड्दै हिँड्नु भयो भने चाहिँ लड्दैन। फेरि घरै बस्नु भयो भने एकदम काम पनि गर्नु भएन, हुने गर्नु भयो भने चाहिँ लड्दैन। एकदम घरै बसिरह्यो भने चाहिँ लड्दैन। यदि तपाईँको उद्देश्यमा परमेश्वरले राखिदिनु भएको नियतिमा तपाईँ हिँड्न चाहनुहुन्छ भने चाहिँ नि, तपाईँको लक्ष्यमा पुग्न चाहनुहुन्छ, तपाईँ हिँड्नुपर्ने हुन्छ प्रियो।
अनि हिँड्दै गर्दा तपाईँ लड्नुहुन्छ भन्नुको अर्थ हिँड्दै गर्दा हामी कुनै कति कुराहरूले चाहिँ हामीलाई चाहिँ हाम्रो जीवनको लक्ष्यमा चाहिँ पुग्न सक्दैनौँ। जसरी इजरायली चाहिँ नि 40 वर्षसम्म चाहिँ नि हिँडै थियो, के कुराले गर्दा हिँडै गर्नु पर्यो भन्दा उनीहरूको जीवनमा विश्वास भएन परमेश्वरले गर्नुभएको कामहरूको, परमेश्वरमा चाहिँ उनीहरू चाहिँ उयो भरोसा गरेन परमेश्वरमा चाहिँ उनीहरू चाहिँ नि इजरायलै फर्कन चाहे। उनीहरूले चाहिँ नि भने ओ इजरायलमा त दामी मासु भात खान पाइन्छ, लसुन अनि के अरे प्याज सब पाउँछ, वाटरमेलोन, इजरायलमा त सबै थोक हुन्थ्यो के अरे इजरायलहरू इजिप्टमा त मिश्र देशमा त हो। जब तपाईँ र मेरो जीवनमा चाहिँ नि कम्प्रोमाइज सम्झौताको जीवन आउँछ नि अनि तब चाहिँ नि तपाईँको र मेरो जीवनमा चाहिँ नि त्यो यात्रामा हिँड्दै गर्दाखेरिमा चाहिँ नि तपाईँको म चाहिँ नि लड्छौँ। त्यो कुरा चाहिँ हाम्रो उद्देश्यमा चाहिँ हामीलाई चाहिँ एकदम अझै त्यो समय चाहिँ लम्बिन्छ। अनि अर्को कुरा चाहिँ के हुन्छ नि पर्फेक्सनिजम नेपालीमा चाहिँ के भन्छ भन्दाखेरिमा सिद्धतावाद भन्छ होला सायद, मैले आफैले निकालेको शब्द। अब प्रायः जस्तो सिद्ध कुरा अनि जे कुरामा गर्दा पनि सिद्ध चाहने, ओ यो भएन, यो एकदम अलिकति नमिलेको नि टक्क मिलाउनु पर्ने कुरा हुन्छ। अनि यो सेवाकाई भएन, त्यो सेवाकाई भएन, यस्तो घरमा काम भएन, उस्तो भएन, होइन कपडा नि चट्ट मिलाउनु पर्ने एकदमै होइन। एउटा कुनै समयसम्म चाहिँ नि हुन्छ सिद्धता चाहिँ एकदम राम्रो। परमेश्वरको वचनले भन्छ सिद्धता परमेश्वर पिता जस्तो सिद्ध हुनुहुन्छ त्यस्तै सिद्ध चाहिँ तपाईँ हुनुहोस् भनेर चाहिँ भनेको छ होइन। तर मान्छे त्यो कुरा मात्रै लागिरह्यो भने चाहिँ नि त्यहाँ चाहिँ समस्या आउन थाल्छ प्रिय। त्यो भएको कारणले सिद्धतावादले चाहिँ नि तपाईँको मेरो जीवनमा चाहिँ नि जुन लक्ष्य जुन उद्देश्य छ परमेश्वरको तपाईँको मेरो जीवनमा त्यो कुरामा पुग्नलाई चाहिँ नि तपाईँको मेरो जीवनमा चाहिँ गाह्रो पर्छ है त। अनि अर्को कुरा यदि तपाईँको मेरो जीवनमा तपाईँले आफूलाई धेरै योजनाहरू, धेरै उद्देश्यहरू, लक्ष्यहरू राख्नुभयो, यो गर्छु, त्यो सेवाकाई गर्छु, त्यो काम गर्छु, त्यो हुन्छ, त्यो गर्छु भन्ने हुन्छ। अब जब तपाईँले मैले चाहिँ नि धेरै कुरा राख्छौँ तब चाहिँ तपाईँको मेरो जीवनमा चाहिँ नि एउटा त्यो तपाईँको मेरो जीवनमा भएको त्यो कुरा चाहिँ पुरा हुन सक्दैन। जुन उद्देश्य परमेश्वरले तपाईँको मेरो जीवन राखिदिनु भएको छ, जुन पर्पोज चाहिँ तपाईँको मेरो जीवनमा छ, परमेश्वरको लागि गर्नुपर्ने उद्देश्यहरू छ। जब तपाईँहरू मैले चाहिँ धेरै गोल्सहरू राख्छु, धेरै लक्ष्यहरू छ, धेरै गन्तव्यहरू छ होइन, धेरै कुराहरू छ, त्यति बेला चाहिँ तपाईँहरूमा त्यो गन्तव्य चाहिँ पुग्न सक्दैन परमेश्वरले राखिदिनु भएको। अनि अर्को छ महत्त्वपूर्णता, ल्याक अफ प्रायोरिटाइजेसन है त। अनि जब तपाईँले मैले चाहिँ नि महत्त्वपूर्ण कुरालाई चाहिँ कुन पनि प्रायोरिटी दिँदैनौँ, जुन चाहिँ प्रायोरिटी हुनुपर्ने हो त्यो कुरालाई दिँदैनौँ, तब चाहिँ नि तपाईँको मेरो जीवनमा चाहिँ समस्या आउँछ जुन पनि उद्देश्यमा पुग्नुको लागि। यदि तपाईँले मैले चाहिँ परमेश्वरलाई चाहिँ पहिलो प्राथमिकता दिँदैनौँ, किनकि परमेश्वर चाहिँ तपाईँको मेरो पहिलो प्रेम हुनुहुन्छ, पहिलो र अन्तिम चाहिँ नि परमेश्वरै हुनुहुन्छ। त्यसको अर्थ चाहिँ नि पहिलो प्राथमिकता चाहिँ नि तपाईँले र मैले चाहिँ नि परमेश्वरलाई दिनुपर्ने हुन्छ प्रिय। पहिलो प्राथमिकता चाहिँ परमेश्वर हुन्छ, अनि दोस्रो चाहिँ तपाईँको घर परिवार, अनि तेस्रो तपाईँको सेवाकाई प्रिय हो। तपाईँले चाहिँ त्यो प्रायोरिटीलाई चाहिँ नि प्राथमिकतालाई चाहिँ नि सही गर्नुपर्ने हुन्छ, तब चाहिँ नि तपाईँ चाहिँ तपाईँको गन्तव्यमा चाहिँ पुग्नुहुन्छ। अनि अर्को कुरा मान्छेले चाहेअनुसार जीवन बिताउने। जब तपाईँको मान्छेको एक्सपेक्टेसनमा जिउनुहुन्छ तब चाहिँ तपाईँ चाहिँ नि कहिले पनि तपाईँको उद्देश्यमा चाहिँ पुग्नु हुँदैन। किनकि पावलले भनेको छ जब तपाईँ र म चाहिँ नि मान्छेको इच्छा अनुसार जिउन थाल्छौँ, मान्छेले भनेअनुसार जिउन थाल्छौँ, तब चाहिँ तपाईँ र म चाहिँ नि उहाँको परमेश्वरले राखिदिनु भएको उद्देश्यमा, परमेश्वरले बोलाउनु भएको बोलावटमा चाहिँ तपाईँ र म चाहिँ पुग्न सक्दैनौँ प्रिय। तपाईँ चाहिँ त्यही त्यो के अरे सर्कलमा घुमिरहनुहुन्छ, जुन चाहिँ मान्छेलाई यसलाई यो मन परेन, त्यसलाई त्यो मन परेन, त्यसले मन दुखाएर त्यसलाई मन दुखाएर यसलाई यसो भन्यो भनेर चाहिँ तपाईँ र म चाहिँ पुग्न सक्दैनौँ। त्यही भएको कारणले पावलले भन्छ म चाहिँ नि मान्छेले चाहेअनुसार चाहिँ म जिउन सक्दिनँ। मान्छे म्यान प्लिजर, मान्छेले मन पराउने जीवन। त्यही भएर प्रिय म तपाईँलाई के हौसला दिन्छ नि, कुनै हदसम्म हुन्छ
जिउनुपर्छ। मान्छेले कुनै कुनै कुराहरूमा हुन्छ तपाईँको मेरो जीवनमा मान्छेले गरे अनुसार गर्नुपर्छ। तर जब तपाईँ र म चाहिँ नि जे भन्यो त्यही गर्न थाल्यो भने चाहिँ मान्छेले तब चाहिँ नि तपाईँको म चाहिँ नि परमेश्वरको बाटोमा आउन सक्दैन, परमेश्वरको त्यो उद्देश्यमा आउन सक्दैन, त्यो शिखरमा चाहिँ पुग्न सक्दैन। प्रिय सफलता हुनुको लागि चाहिँ तपाईँको मेरो जीवनमा यी कुराहरू चाहिँ अवश्य हुनु आवश्यक छ प्रिय। अनि परमेश्वरको वचनले चाहिँ के भन्छ भन्दाखेरिमा, परमेश्वरको वचनले चाहिँ के भन्छ भन्दाखेरिमा, जब तपाईँ र म चाहिँ नि परमेश्वरको योजना अनुसार हिँड्छौँ, उहाँले बनाइदिनु भएको बाटो अनुसार हिँड्छौँ, तब चाहिँ तपाईँ र म अवश्य त्यो गन्तव्यमा पुग्दैछौँ। तब चाहिँ तपाईँ र म चाहिँ नि त्यो गन्तव्यमा पुग्छौँ अनि त्यो गन्तव्यको सबैभन्दा महत्त्वपूर्ण कुरालाई चाहिँ भेटाउनेछौँ, त्यो उद्देश्यलाई चाहिँ भेटाउनेछौँ। प्रिय परमेश्वरको वचनले भन्दछ सबैभन्दा ठुलो तपाईँको मेरो जीवनमा चाहिँ नि निष्कर्ष चाहिँ के हो भन्दाखेरि परमेश्वरलाई प्रेम गर्नु। बाइबलले दुईवटा कुरा मात्रै टुङ्गिएको छ। बाइबल चाहिँ प्रभु यीशुले भन्नुभयो परमेश्वरलाई तिम्रो सारा हृदयले, सारा प्राणले, सारा शक्तिले, सारा बलले चाहिँ प्रेम गर, त्यो कुरा भनिएको छ प्रिय। अनि तिमीले चाहिँ नि तिम्रो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। अनि हामी चाहिँ नि हाम्रो आजको सेवामा चाहिँ नि अन्त्यमा आएका छौँ। अनि अन्त्यमा हुनुभन्दा अगाडि म चाहिँ तपाईँलाई दुईवटा कुरा भन्न चाहन्छु। पहिले चाहिँ के भन्दाखेरिमा इजरायलमा एउटा यस्तो बुद्धिमानी राजा थियो, राजा सोलोमन। अनि उसले चाहिँ के भनेको छ भन्दाखेरिमा उसको किताबमा, उपदेशको किताबमा परमेश्वरले चाहिँ मानिसको हृदयमा चाहिँ अनन्तता रोपिदिनु भएको छ। अनि त्यो भन्नुको अर्थ चाहिँ तपाईँको मेरो जीवनको उद्देश्य, तपाईँको मेरो जीवनको लक्ष्य चाहिँ अनन्तता हो प्रिय हो। अनन्तता जब तपाईँको मेरो जीवनमा अनन्ततालाई तपाईँले चाहिँ लक्ष्य राख्नुहुन्छ, तब चाहिँ तपाईँको जीवन चाहिँ त्यसरी नै चलाउनु पर्ने हुन्छ। यदि तपाईँको मेरो जीवनको उद्देश्य चाहिँ नि संसारको कुराहरूमा, भौतिक कुराहरूमा चाहिँ नि क्षणिक कुराहरूमा चाहिँ तपाईँको मेरो उद्देश्य चाहिँ छ यो कुरा चाहिँ हासिल गर्नु, यो कुरा चाहिँ म्याटेरियलिक कुराहरू चाहिँ हासिल गर्नु छ भने तब चाहिँ तपाईँको म चाहिँ जीवनमा चाहिँ नि अनन्तताको कुरालाई चाहिँ तपाईँले मैले चाहिँ पन्छाउने छु। अनन्तताको कुरामा चाहिँ तपाईँ पुग्ने छैनौँ। त्यही भएर चाहिँ पावलले भनेको छ शरीरको कुराहरूमा होइन, स्वर्गको कुराहरूमा चाहिँ मन लगाऊ, पृथ्वीको कुराहरूमा होइन, स्वर्गीय कुराहरूमा चाहिँ मन लगाऊ भनेको छ प्रिय। अनि के अरे सोलोमन राजाले चाहिँ के भनेको छ, उसको उपदेशको अन्तिमको पुस्तकमा चाहिँ के भनेको छ भन्दाखेरिमा उपदेशक 12:13 अब सबै कुराको निष्कर्ष चाहिँ के हो भन्दाखेरिमा चाहिँ नि ले चाहिँ यसरी लेखिएको छ। म पढेर सुनाउँदछु परमेश्वरको वचन, उपदेशक 12:13 यसरी लेखिएको छ। अब सबै कुरा सुन्नेका छन्, सबै कुराको निष्कर्ष चाहिँ यही हो, परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर, किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो। किनकि हामीले गरेका हरेक काम असल होस् या खराब होस्, प्रत्येक गुप्त कुरा समेत सबैको न्याय परमेश्वरले गर्नुहुन्छ। प्रिय तपाईँले सबै काम गर्नु होला, सबै सेवाकार्य गर्नु होला, सबै कुरा गर्नु होला, तपाईँको जीवनमा सबै कुरा हासिल होला, तपाईँको जीवनमा भौतिक कुराहरू हासिल होला, तपाईँकोसँग पैसा छ, गाडी छ, घर छ, सबै कुरा सफलताको तपाईँले परिभाषा दिनुहुन्छ होला। त्यसरी यदि तपाईँको मेरो जीवनमा चाहिँ नि परमेश्वरको भय छैन, परमेश्वरको उपस्थिति छैन, यदि तपाईँको मेरो जीवनमा तपाईँले मैले चाहिँ परमेश्वरको वचन पालना गरेको छैन भने, उहाँको आज्ञा पालना गरेको छैन, तपाईँको मेरो जीवनमा चाहिँ नि अवश्य पनि न्याय आउँछ प्रिय। न्याय अवश्य आउँछ, तपाईँको जीवनमा पनि आउँछ, मेरो जीवनमा पनि आउँछ। त्यही भएर चाहिँ तपाईँको मेरो जीवनमा चाहिँ त्यो उद्देश्य राख्नुहोस्, परमेश्वरको भय अनुसार जिउने, परमेश्वरको आज्ञा चाहिँ पालन गर्ने त्यो उद्देश्य राख्नुहोस्। अनि सबै कुराको निष्कर्ष चाहिँ यही हो प्रिय हो। राजा सोलोमनले त्यही भने, सबैभन्दा धनी राजा, सबैभन्दा ज्ञानी राजाले चाहिँ त्यही भयो तपाईँलाई र मलाई सल्लाह दिएको छ प्रिय हो। आज धेरै मानिसहरू सल्लाह खोज्दै हिँड्छन् धेरै, अनि परमेश्वरको वचनले चाहिँ के भनेको छ भन्दाखेरिमा सबभन्दा ज्ञानी बुद्धि राजाले चाहिँ के यही कुरा लेखेको छ, परमेश्वरको भय मान्नु अनि परमेश्वरको वचन पालना गर्नु, उहाँको उपस्थितिमा जिउनु, त्यो नै सबैभन्दा ठुलो कुरा हो प्रिय हो। अनि अर्को कुरा पावलले चाहिँ उसको पुस्तकमा तिमोथीलाई चाहिँ के भनेको छ भन्दा पहिलो तिमोथी 1:5 के छ नि, अब सबै कुराको अन्त्य चाहिँ के हो भन्दाखेरिमा
म तपाईँहरूलाई पढेर सुनाउन चाहन्छु। 1 तिमोथी 1:5 हाम्रो आगेको लक्ष्य प्रेम हो, जो शुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउँछ। प्रिय हो, पावलले भनेको छ हाम्रो सबै कुराको उद्देश्य, अन्त्य, निष्कर्ष चाहिँ प्रेम हो, जुन चाहिँ नि शुद्ध हृदयबाट आउँछ, जुन चाहिँ नि निष्कपट हृदयबाट आउँछ, विश्वासबाट आउँछ। प्रिय हो, तपाईँको मेरो जीवनको चाहिँ नि उद्देश्य चाहिँ नि, तपाईँको मेरो जीवनको लक्ष्य चाहिँ त्यही हुनुपर्छ। प्रिय हो, प्रेम चाहिँ लक्ष्य बनाउनुहोस्, प्रेममा चाहिँ जडा गाडिएको चाहिँ हुनुहोस्। प्रिय हो, तब चाहिँ तपाईँको मेरो जीवन चाहिँ नि परमेश्वरको उद्देश्य अनुसारमा चाहिँ नि मिल्न आउँछ। परमेश्वरको उद्देश्य अनुसार चाहिँ नि तपाईँलाई बोलाइएको बोलावटमा चाहिँ मिल्न आउँछ। प्रिय हो, हुन्छ। आजको सेवाकाई चाहिँ नि हामी बिस्तारै अन्त्य गर्दछौँ। अनि अन्त्यमा चाहिँ म तपाईँलाई चाहिँ के कुरा भन्न चाहन्छु भन्दाखेरिमा, तपाईँको जीवनको उद्देश्य चाहिँ नि मात्रै नैतिक कुरामा मात्रै तपाईँ चाहिँ नि त्यो कुरामा फोकस नगर्नु। जब मानिस जाति चाहिँ नि परमेश्वरमा चाहिँ नि मिल्न आउँछ, तब चाहिँ तपाईँ र मैले चाहिँ नि तपाईँको र मेरो चाहिँ नि उद्देश्य चाहिँ भेटाउनेछौँ, तपाईँको र मेरो चाहिँ नि नियति चाहिँ भेटाउनेछौँ, डेस्टिनेसन लक्ष्य चाहिँ त्यहाँनिर चाहिँ भेटाइन्छ। जब तपाईँ र म चाहिँ नि परमेश्वरको योजनामा, परमेश्वरको उद्देश्यमा चाहिँ नि मिल्न आउँछौँ। हुन्छ, म तपाईँहरूको लागि प्रार्थना गर्न चाहन्छु। आउनुहोस्, आँखा बन्द गरौँ। प्रभु परमेश्वर, म प्रार्थना गर्छु आजको यस सेवाको लागि। प्रभु, तपाईँको अनुग्रह, तपाईँको कृपा यति प्रशस्त छ प्रभु। अनि तपाईँले हाम्रो जीवनमा एउटा लक्ष्य, तपाईँले हाम्रो जीवनमा एउटा उद्देश्य अनि एउटा नियति राखिदिनु भएको छ हे परमेश्वर। अनि त्यो उद्देश्य अनि त्यो लक्ष्यमा चाहिँ हामी चाहिँ आउन सकौँ हे परमेश्वर। मेरो प्रार्थना यही छ प्रभु। जति पनि हाम्रो आज सुन्ने अनि हेर्ने प्रभु हुनुहुन्छ प्रभु, उहाँहरूको हृदयमा तपाईँ बोल्नुहोस्। जुन चाहिँ योजना अनि जुन चाहिँ यो लक्ष्य, जुन चाहिँ प्रभु, ओ प्रभु तपाईँले नियति राखिदिनु भएको छ प्रभु, त्यो कुरा चाहिँ उहाँहरूले चाहिँ भेटाउन सक्नुभएको होस् प्रभु। तपाईँको छोराछोरीले भेटाउन सक्नुहुन्छ, जति पनि छन्, जसले पनि आज हेरेका छन्, तपाईँलाई विश्वास गर्छन्, तपाईँलाई चिनेका छैनन् प्रभु, उनीहरूले पनि तपाईँको त्यो लक्ष्य भेटाउन सकोस् प्रभु। अनन्तताको लक्ष्य प्रभु, जुन चाहिँ अनन्ततासम्मको यात्रा छ प्रभु हाम्रो प्रभु, यो यात्रामा चाहिँ त्यो उद्देश्य चाहिँ उनीहरूले भेटाओस् प्रभु। हो प्रभु, हामी चाहिँ तपाईँको लागि बनिएका हौँ प्रभु, तपाईँको आराधनाको लागि बनिएका प्रभु, तपाईँको महिमाको लागि बनिएका प्रभु। हामी तपाईँकै महिमा गर्न सकौँ प्रभु। हे परमेश्वर, हामी चाहिँ पवित्रताको लागि बोलाएका हौँ प्रभु। ओ प्रेमको साथमा प्रभु, हामी त्यसरी नै पवित्र जीवन बिताउन सकेको छ प्रभु। हे परमेश्वर, हामीलाई चाहिँ नयाँ बनाउनुहोस् प्रभु, ताकि हामी तपाईँ जस्तै हुन सकौँ प्रभु, अनि तपाईँको बाटोमा हिँड्न सकौँ प्रभु। हे परमेश्वर, अनि मानिस जातिको चाहिँ नि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ नि के हो भन्दाखेरिमा प्रभु, तपाईँको वचनले भन्दछ प्रभु, उसले चाहिँ उसको उद्देश्य, उसले चाहिँ नियति भेटाओस् प्रभु। हे परमेश्वर, अनि हामीले चाहिँ तपाईँको त्यो उद्देश्य भेटाओस् प्रभु, त्यो बाटो चाहिँ देख्न सकौँ। त्यो बाटो चाहिँ तपाईँ हुनुहुन्छ प्रभु। हे यीशु, तपाईँले भन्नुभएको छ बाटो म नै हो भनेर भन्नुभएको छ प्रभु। त्यो बाटो चाहिँ हामीलाई हिँड्न सिकाउनु छ। नि त्यो बाटो हिँड्दै गर्दा प्रभु, त्यो बाटोले चाहिँ हामीलाई अनन्तसम्म हे परमेश्वर पुरा होस् प्रभु। मेरो प्रार्थना छ प्रभु, महिमा तपाईँलाई होस्, आराधना तपाईँलाई होस्, जय जयकार तपाईँलाई होस्, आशिष अनुकृपा चाहन्छु येशू प्रभुको चाहिँ पवित्र प्यारो नाममा, आमेन। जय मसीह। हुन्छ, तपाईँलाई धन्यवाद भन्दछु। आजको यस श्रृङ्खलामा तपाईँहरू बसिदिनु भयो, सुनिदिनु भयो, हेरिदिनु भयो, तपाईँलाई धेरै धन्यवाद। यदि तपाईँलाई यो श्रृङ्खला मन परेको छ भने तपाईँले आफ्नो साथीहरूसँग सेयर गर्न सक्नुहुन्छ, अनि तपाईँले कमेन्ट सल्लाह सुझाव दिन सक्नुहुन्छ। हुन्छ, धन्यवाद तपाईँलाई। अनि अर्कोचोटि हामी अवश्य भेट्नेछौँ। तपाईँलाई धेरै धेरै धन्यवाद। जय मसीह अनि शालोम।